कोही मान्छे देखेको पनि छैन मैले कुनै जङ्गल जग्गा नभेटेसम्म त्यो चाहिँ रमाइलो छ भेट्यो भने चाहिँ यो माउन्ट लफ्टीको हाइक चाहिँ प्लान थिएन अहिले जुन सिचुएसनमा छु नि त्यो सिचुएसनमा चाहिँ जुन पनि ट्रेक जुन पनि हाइकमा हुने सिचुएसन हो कि ब्युटिफुल हामी नेपालमा जन्मेको लागि यस्तो के लाग्दैन Hello everyone, this is Ian Shrestha. Welcome back to my channel. Right now I'm in the Adelaide, South Australia. So I'm trying to explore the area. Today I'm going to explore the Waterfall Gully and this is located on 5 km east from the Adelaide city. So आज चाहिँ म त्यो ठाउँ चाहिँ एक्सप्लोर गर्छु. So right now I'm in the parking. कुनै आइडिया छैन आइडिया मलाई अगाडि केही न केही गाइडलाइन पाइन्छ होला पार्किङ चाहिँ फुल नै छ क्लील्यान्ड नेसनल पार्क वाटरफल गली टु माउन्ट लफ्टी हाइक सो दिस इज द म्याप सो इन्ट्री नगर्नु नपाउँदै मैले अगाडिपट्टि झर्ना देखिसकेको कि लेक टाइप पनि रहेछ न त स्मल लेक So this is our first fall and त्यसपछि हामी माथि जाने कोसिस गर्छौँ सो अहिले देखेको चाहिँ हाम्रो ठ्याक्कै यो त्यो गुफाडाको देखेको चाहिँ खास ब्रिज जस्तो रहेछ कि यो पानी चाहिँ कहाँ आएर रहेछ त्यो चाहिँ हाम्रो नेक्स्ट फल हुनसक्छ है त्यो अहिलेको चाहिँ हाम्रो फर्स्ट फल यो पानी जाँड आएर नि त्यो चाहिँ नेक्स्ट फल कोही मान्छे देखेको पनि छैन मैले तर रमाइलो छ शान्त पिसफुल ठाउँ छ यो चाहिँ कोही छैन ए कोही रमाइलो तर आजको मौसम चाहिँ राम्रै छ क्या लिक्विड छ नि विन्डी पनि छ यो ठाउँ जङ्गली जनावर नभएसम्म कुनै जङ्गल जनावर नभेटेसम्म त्यो चाहिँ रमाइलो छ भेट्यो भने चाहिँ अझै रमाइलो हुन्छ ट्र्याक यो चाहिँ सेकेन्ड फल देख्न पाइन्छ कि भनेर हिँडिरहेको छौँ अगाडि जङ्गल चाहिँ भएको हामी चाहिँ माउन्ट लफ्टी नगइकन सेकेन्ड फलतिर जाँदैछौँ सो यो चाहिँ हाम्रो सेकेन्ड फल अफ क्लील्यान्ड नेसनल पार्क यसलाई चाहिँ अर्को नाम चाहिँ फन वाटरफल पनि भन्दो रहेछ क्या यसको नाम चाहिँ किन राख्यो भने चाहिँ यो हुन्छ नि कारण चाहिँ त्यो छ नि यो फनले गर्दा चाहिँ त्यसको वरिपरि पुरै फन छ कि त्यही भएर यसको नाम चाहिँ अर्को नाम चाहिँ फन वाटरफल पनि भन्छ कि भन्दो रहेछ कि होइन यो त अगाडिको फर्स्ट फल भन्दा पनि सानो रहेछ क्या चाहिँ
देख्नुहुन्छ पुरै फोन छ क्या मिठो हावा हामी चाहिँ अब सेकेन्ड फलबाट माउन्ट लफ्टीतिर जान्छौँ कि कति छ 3.4 किलोमिटर Seriously? 3.4 किलोमिटर जान सकिन्छ त यसै सिरियसली मेरो प्लान चाहिँ यो सेकेन्ड फलसम्म आउने प्लान थियो कि यो चाहिँ मेरो सर्ट ब्लग बनाउने प्लान थियो तर यो चाहिँ धेरै नै सर्ट भएर चाहिँ अब म चाहिँ माउन्ट लफ्टीतिर पिक माउन्ट लफ्टीतिर जाँदैछु कि मान्छेहरू झरिरहन् कि म चाहिँ चढिरहेको कि ठिकै छ It's a bad idea. Problem is, म बेलुका काममा पनि जान आएको अझै 3.1 किलोमिटर कसलाई 0.3 किलोमिटर हिँडेको म Look at this angle, okay? Lo, agadi pahadi koi छैन के I'm the only one. हावा चाहिँ लागिरहेको त्यो चाहिँ मिठो कुरा हो अरु त्यस्तै हो सेम छ के यार किङ कङको यो मुभीमा देखाउँछ नि यो सबै प्लान्टेसनहरुदेखि लिएर सबै के look at this one look at those one white branch tree same छैन त just 3.1 किलोमिटर मात्र हो हामी नेपालमा जन्मेको लागि यस्तो के लाग्दैन कहाँ गएर ठिक छ सो स्टे ट्युन गाइज पिकको भ्यू चाहिँ हेर्नुपर्छ अरु त्यस्तै हो फर्किन चाहिँ हुन्न त्यो पिकको भ्यू चाहिँ हेर्नुपर्छ Mount Lofty 2.8 kilometer के हो चाइना म्यान्स हन्ट को हेरौँ म त चाहिँ सुनाउनु पुरै यहाँ चाहिँ अगाडि चाहिँ पुरै यो बिल्डिङको फाउन्डेसन छ कि अब हामी चाहिँ माउन्ट लफ्टीतिर बढिरहेको छौँ 2.8 किलोमिटर सम्म 2.8 किलोमिटर बाँकी अब Wilson Park सो अझै पनि म हिँडिरहेको छु यो चाहिँ मेरो पहिलो सोलो हाइक हो कि साउथ अस्ट्रेलियामा आई मिन हाइक भन्दा हुन्छ पहिलो हाइक नै हो साउथ अस्ट्रेलियामा सो म चाहिँ अहिले यो चाहिँ म वाटरफल गलीबाट माउन्ट लफ्टीतिर जाँदैछु कि 3.5 किलोमिटर छ डिस्टेन्स चाहिँ
खास चाहिँ मेरो आजको प्लान चाहिँ त म जस्ट वाटरफल गलीको फर्स्ट फल र सेकेन्ड फल हेर्ने थियो क्या तर तिनीहरू चाहिँ लास्ट नदिने रहेछ अनि मैले 15 मिनटमै भ्याएँ क्या त्यो पुरै आई मिन दुई ठाउँमा हाइक गर्दा चाहिँ 15 मिनट लाग्दो रहेछ क्या त्यो एकैछिनमा भ्याइहाल्यो कि म एकैछिन बसेँ त्यहाँ सो म चाहिँ त्यसपछि वाटरफल सेकेन्ड फलबाट सिधै माउन्ट लफ्टी जाँदैछु कि कोही छैन म मात्र छु सो नेक्स्ट टाइम म यस्तै हाइक गरेँ भने चाहिँ दुईवटा चाहिँ कुरा चाहिँ म ख्याल गर्छु कि एउटा चाहिँ एटलिस्ट 2 लिटरको वाटर बोतल चाहिँ क्यारी गर्छु अनि अर्को चाहिँ कुरा चाहिँ अहिले मैले चाहिँ हाइक पेन्ट लगाइरहेको छु नेक्स्ट टाइम चाहिँ म हाफ पेन्ट हान्छु कि हाइक हाफ पेन्ट यहाँ चाहिँ धेरै मैले चाइनिजै देखिरहेको छु हाइक गर्ने होइन एउटा टाइम अजिज पनि देखेको छु है मैले फेरि त्यस्तो फेरि टोटल्ली चाइनिजको डोमिनेट पनि होइन नेपाली चाहिँ म मात्र होला देखेको मैले ठिकै छ म अगाडि जाँदैछु फर्किन चाहिँ हुँदैन माउन्ट लफ्टीको टपमा पुग्नुपर्छ 360 भ्यू फ्राउ सो तपाईँहरू पनि एडिलेड आउने प्लानमा हुनुहुन्छ एडिलेड एक्सप्लोर गर्न चाहनुहुन्छ या एडिलेडमै हुनुहुन्छ र एडिलेडलाई एक्सप्लोर गर्न चाहनुहुन्छ भने दिस माइट बी द प्लेस के है यो चाहिँ एक दिन डे अफ या नेचरसँग कनेक्टेड हुन चाहने मान्छेलाई चाहिँ बेस्ट प्लेस भन्छु कि म सानोतिनो हाइक गर्न मन लाग्छ अनि दिस इज द प्लेस इन साउथ अस्ट्रेलिया वाटरफल गली टु माउन्ट लफ्टी वाटर बोतल चाहिँ क्यारी गर्नु होला अरू त्यस्तै हो अब कति किलोमिटर भएको होला 1.5 किलोमिटर तर मान्छेहरू चाहिँ अहिले फर्किरहेको तर म चाहिँ गइरहेको छु अगाडि अहिले दुईवटा मान्छे गएको पनि देखिरहेको मभन्दा अगाडि गइरहेको थिएँ दुईवटा मान्छेहरू तर यहाँ चाहिँ धेरै जस्तो फन चाहिँ धेरै देखिन्छ कि आई डोन्ट नो यो कन्ज्युमेबल हो कि नै थाहा भएन पोइजन पनि हुनसक्छ है फेरि यहाँ आएर फन लिएर गएर पकाएर खाने प्लान चाहिँ नगर्नु होला पोइजनस हुनसक्छ ओके अहिले चाहिँ म अझै पनि म अगाडि बढिरहेको छु माउन्ट लफ्टीमा पुग्नुपर्छ अगाडि बोर्ड आयो एउटा साइनबोर्ड कति किलोमिटर छ हेर्नु पर्दा माउन्ट लफ्टी 2 किलोमिटर ठिकै छ दुईवटा बाटो आइरहेको फेरि वाइल्ड ड्राइभ वाटरफल गली टु माउन्टेन 1.6 किलोमिटर 65 किलोमिटर त्यो चाहिँ क्लिल्यान्ड वाइल्ड लाइफ पार्क तर हामी जान्छौँ माउन्ट लफ्टीतिर अहिले जुन सिचुएसनमा छु नि त्यो सिचुएसनमा चाहिँ जुन पनि ट्रेक जुन पनि हाइकमा हुने सिचुएसन हो कि अगाडि पनि त्यति नै किलोमिटर छ पहाडी फर्केर पनि त्यति नै किलोमिटर छ कि र यस्तो सिचुएसनमा दुईवटा मान्छेको माइन्डसेट चाहिँ एउटा थिङ्किङ चाहिँ दुईवटा किसिमको आउँछ एउटा अगाडि बढ्ने एउटा पहाडी चढ्ने र मेरो अहिले चाहिँ थिङ्किङ चाहिँ अगाडि बढ्ने छ क्या अगाडि म थाकेँ होइन थाकेँ छैन म
on the way go 360 view. बाटो चाहिँ हल्का न्यारो छ. प्लान्टेसन हेर्न सक्नुहुन्छ माउन्ट लफ्टीको. ब्युटिफुल. Mount Lofty is just 860 meters from this side. And secure Clean Park Wildlife. हामी यहाँ जान्नौँ, अगाडि जान्छौँ. एउटा बुलबुल लागेको जस्तो देखियो मैले. Vice Tube Trail. No. I'm not going this way. I'm going this way. Serious trial day. I think this is the way. We are nearly there. आज बाटो जानु रहेछ गाडी पनि टाढो रहेछ. Be aware of the vehicle. Oh, I think. Oh, I think bushfire. What like recent bushfire here. Finally, I'm आइसकेको त्यहाँ Mount Lofty. So finally, यो चाहिँ हाम्रो पुरै Mount Lofty को भ्यू. So finally we are here. Kangaroo Island, to side to Kangaroo Island. So there is a restaurant on the top of the summit, and where I had one of the best burger of my life. And there is also a gift house to buy something and to make the day memorable.
सो अब चाहिँ म माउन्ट लफ्टीबाट वाटरफल गलीतिर फर्किँदैछु सो आजको एक्सप्लोर ब्लग यति नै हो सो देयर इज मच मोर कमिङ सो दिस इज द फर्स्ट एपिसोड अफ एक्सप्लोरिङ एडिलेड साउथ अस्ट्रेलिया सो मच मोर कमिङ आज चाहिँ मैले चाहिँ आजको प्लान चाहिँ वाटरफल गलीको फल 1 र फल 2 एक्सप्लोर गर्ने प्लान थियो कि बट यो माउन्ट लफ्टीको हाइक चाहिँ प्लान थिएन तर आज भयो तर इट्स वन्डरफुल रमाइलो भयो त्यो चाय पनि राख्यो लुक एट दिस वान दिस इज पिस के दिस इज एक्ज्याक्ट पिस सो आजको लागि यति नै स्टे ट्युन स्टे सेफ स्टे humble and try to connect with nature as much as you can get